सो हेलो एभ्रिवान आफ्टर अ लङ टाइम मेरो कजन मेरो रुममा आएको थियो। सो मैले भने अब हामीहरू ग्रोसरीको लागि जाऊँ न त, मेरो पनि सामान भ्याएको छ भनेर। सो हामी नजिकैको लिटल मार्केटमा सामान लिनको लागि आयौँ। अनि जाँदै थियौँ। सो गाडीहरू एकदमै स्पिडमा आइरहेको हुन्छ एज यु नो बाहिर हजुरहरूलाई। एन्ड देन फेरि त्यो के भन्छ गाडीहरूलाई वेट गर्नलाई मैले उसलाई भनिरहेको थिएँ कि मलाई चाहिँ एकदमै डर लाग्छ क्रस गर्न, स्पिड नै यति धेरै हुन्छ अनि मलाई चाहिँ साह्रै डर लाग्छ कि। अनि मैले उसलाई त्यही भनिरहेको थिएँ वेट गर अनि भनेर। सो अनि यतातिर चाहिँ साइडमा त्यो हाम्रो बोर्डरहरू हुन्छ नि त, अनि कोल्ड ड्रिङ्क बोटल्स त्योहरू चाहिँ यतातिर हुने रहेछ। अब त्यही त हो, अब बाहिर धेरै एडभान्स छ, थाहै छ हजुरहरूलाई। सो अनि भित्र आएर ग्रोसरीको लागि सामान हेर्दै गरेको। अनि उसले चाहिँ मेरो कार्ड क्यारी गरिदिएको थियो, मलाई चाहिँ म चाहिँ फ्री गराएको थियो। देन म उसलाई खोजिरहेको थिएँ, ऊ मलाई खोजिरहेको रहेछ। अनि ठ्याक्कै क्रस भएको कि उताबाट आइरहेको रहेछ, म यताबाट गएको। अनि त्यसपछि हामी यहाँ पिठो लिनको लागि गयो। अनि उसले भनिरहेको थियो कि रोमानियामा चाहिँ यसलाई पिठोलाई चाहिँ के अर्कै भन्छ भनिरहेको थियो होइन। बट मलाई चाहिँ त्यति थाहा भएन कि, म चाहिँ अलिकति ल्याङ्ग्वेजलाई ध्यानै दिँदैन। साथीहरू हजुरहरूलाई थाहै छ होइन, यहाँ काम अनि त्यसपछि आफ्नो प्रेसर त्यही हुन्छ होइन। काममा गयो आयो खाना बनायो लाइफ त्यतिकै झन्ड हुन्छ। अनि यो के भन्छ नुडल्स नि लिएको मैले, समटाइम चाहिन्छ नि त अफ डेको दिन। एन्ड केही अलिकति यो कपडाहरू पनि हेरिहालौँ न त, क्लोथ्सहरू भनेर हेर्न लागेको। अनि कुनै कुनै चाहिँ हेर्नु कम्पेयर टु नेपाल ठिक ठिकै हो, कुनै चाहिँ एकदमै एक्सपेन्सिभ क्या। अनि मलाई कजनले पनि त्यही भनिरहेको थियो टु मच एक्सपेन्सिभ है दिजु भनेर भनिरहेको थियो क्या। अनि मैले त्यही नै हेरिरहेको थिएँ। सो त्यति धेरै अप्सनहरू त हुँदैन, यो सानो सुपर मार्केट हो बट अलिअलि। अनि यो स्लिपर नि डेली युजको लागि हेरेर आएको के। अनि यो पनि एक्सपेन्सिभ लागिरहेको क्या। त्यही हो हजुरहरूलाई थाहै छ होइन, अब बाहिरको लाइफ एकदमै लिमिटेड पैसा राखिएको हुन्छ आफूसँग, सबै त के भन्छ उतातिर नै सेन्ड गरिन्छ, हजुरहरूलाई थाहै छ होइन। त्यही भएर अलिकति सोचेरै गर्नुपर्छ। उसले मलाई भनिरहेको थियो कि पछाडिको ट्याटु देखिरहेको छ माताजी भनिरहेको थियो कि। अनि मैले माता मात्रै के अरे मेरो ट्याटु मात्रै देखिन्छ कि म पनि देखिरहेको छ भनेर भनिरहेको थिएँ। अनि मेरो यो एक नि लिनु थियो, एक पनि खतम भएको थियो। अनि एक पनि लगेको मैले त्यहाँबाट। सो दिस इज माई फर्स्ट मिनी भ्लग भिडियो, फर्स्ट टाइम अन माई भोइस। थ्याङ्क यू।